बिना ढेउआ के फ्री वीसा, फ्री टिकट, फ्री के मतलब बिना ढेउआ के वीसा मिलते हैं। मलेसिया जानलाई कसैले मलाई अलिकति कोटा दिन्छु भनेको छ, फ्री भिजा फ्री टिकटको। कसै त्यसको लागि अब पहिला इलेक्सन सिद्धाउँ, इलेक्सन सिद्धिएर उहाँसँग सम्पर्क गर्नुहोस्। जसरी आज हामी हेलिकप्टरमा आयौं, आजभन्दा 10-15 वर्ष अगाडि यहाँ कतिजना हेलिकप्टरमा उडेर आउन सक्ने क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस्। चुलामा पाइप जान्छ। 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौं हामी युरोपीय स्तरमा पुर्याउन सक्छौं। 2 वर्षपछि लिनुहोस् आजको रेकर्ड अगाडि राखेर 2 वर्षमा विकासको अभियान सम्बन्धी आर्थिक समृद्धिको बाटोमा एमाले सरकारले गरेका कामहरूको चित्त बुझेन भन्ने ठाउँ कतै भेट्नु भने 2 वर्षपछि चुनौतीका साथमा तपाईलाई भन्छु, ठाउँ खोजेर लिएर आउनुहोस् यो रेकर्ड अगाडि राखेर। शहीद परिवारलाई राहत एक पैसा पनि छैन अनि हामी के भोट माग्न जान्छौँ त हामी भन्दाखेरि हो भन्छन्। त्यो चाहिँ अब अहिले चाहिँ प्याकेजमा माघ महिनाभरि शहीद परिवारलाई राहत दिने भन्ने निर्णय भएको छ। न्यूनतम है राहत हो, त्यो क्षतिपूर्ति होइन। क्षतिपूर्ति 10 लाख चाहिन्छ, राहत अहिले भर्खरैको लागि मात्रै 1 लाख भनेका छौँ हामीले। 1.5 अरबदेखि 2 अरब अहिले भर्खरै अरब बाँड्न पाइयो भने पैसा मात्रै होइन, यो राजनीति हो। जनताको र हाम्रो बिग्रिन लागेको सम्बन्ध यस्तोसँग सुदृढ हुन्छ कि आयो पार्टी भन्ने हुन्छ, हाम्रै यो पार्टी भन्ने हुन्छ नि त। त्यो लाख रुपियाँमा यो 1 लाखले पुग्दैन, अर्को 9 लाखको लागि चाहिँ अझै लड्नुपर्छ भन्छौँ नि हामी। त्यहाँ गएर लाखको लागि लड्नुपर्छ भनेर हामीले भाषण गर्दै हिँड्छौँ नि। अब चाहिँ सबै गाउँ हाम्रो शहीद नभएको त गाउँै छैन भने पनि हुन्छ देशैभरि, भने देशभरि झगझगाउन सक्छ। त्यसको लागि पैसा यहाँ पुगिरहेको छैन। 60 करोड गयो भने तपाईँहरूले चाहिँ अलिकति लिनुभयो भने पनि मैले के देखाएको छु 20 करोड त चाहिँ हाम्रो उसमा आयो। एकछिन मान्नुहोस्, त्यो 20 करोडले चाहिँ तयारी गर्यो भने विद्रोहको तयारी हुन्छ त। हात हल्लाउँदै सार्वजनिक